नमस्कार साथीहरु, आजको भिडियोमा मैले लिएर आएको छु रिटर्न्सको बारेमा। यसको बारेमा चाहिँ हामीले डिफरेन्सहरु बुझ्नेछौँ। हजुरहरुले पनि सुन्नु होला, लाइक एब्सोल्युट रिटर्नको बारेमा सुन्नु होला, सीएजीआर को बारेमा सुन्नु होला, एक्सआईआरआर, आईआरआर यस्ता बारेमा हजुरहरुले सुन्नु भएकै होला। आजको भिडियोमा चाहिँ मैले यसको डिफरेन्सको बारेमा चाहिँ मैले आज लिएर आएको छु। सायद हजुरहरुलाई एक्सप्लेन गरेर म बुझाउन सकौँला। पहिलो जाम हामी आईआरआर को बारेमा। आईआरआर भनेको यस्तो चीज हो, हजुरहरुले एसआईपी को बारेमा सुन्नु होला, जसमा चाहिँ हामीले के गरिन्छ, मन्थली एउटा स्पेसिफिक टाइममा स्पेसिफिक एमाउन्ट चाहिँ हामीले इन्भेस्ट गरिन्छ। लाइक 1 जनवरीमा एक तारिकमा चाहिँ हामीले अब लाइक 1000 रुपैयाँ इन्भेस्ट गरौँ भनेर हामीले चाहिँ एसआईपी इनेबल गरियो भने चाहिँ प्रत्येक महिना त्यही 1000 गरेर चाहिँ हाम्रो काटिरहेको हुन्छ र लास्टमा चाहिँ हाम्रो एउटा एमाउन्ट भएको हुन्छ। त्यसरी चाहिँ हामीले यसलाई चाहिँ हामीले क्याल्कुलेट गर्नलाई लाइक हामीले चाहिँ मन्थली एक पैसा एउटा फिक्स एमाउन्ट चाहिँ हामीले इन्भेस्ट गरिरहेको छौँ। त्यसलाई चाहिँ हामीले आज फाइनल्ली चाहिँ मानौँ वर्षभरिमा हजुरले 1000 गरेर इन्भेस्ट गर्नुभयो, 12000 रुपैयाँ हजुरले इन्भेस्ट गर्नुभयो, 12000 को आज भेल्यु भयो 13000 मानौँ वर्षको लास्टमा भन्छ चाहिँ त्यसबाट हाम्रो आईआरआर कति आयो भन्ने चाहिँ हामीले देखाइन्छ। आईआरआर भनेको कस्तो हुन्छ, एउटा स्पेसिफिक एमाउन्ट स्पेसिफिक टाइममा बगेको हुनुपर्दो रहेछ। लाइक यसमा हजुरले बीचमा गएर छेडखानी गरेर मैले 3000 हालिदिन्छु 2000 हालिदिन्छु भनेर त्यसो चाहिँ मिल्दैन। एउटा स्पेसिफिक टाइममा स्पेसिफिक एमाउन्ट चाहिँ इन्भेस्ट भइरहेको बेलामा चाहिँ हामीले निकाल्न सक्ने रिटर्न भनेको यसबाट आईआरआर हो। र एक्सआईआरआर भनेको कस्तो हुन्छ भन्दा, एक्सआईआरआर भनेको चाहिँ हामीले मैले चाहिँ अब सिफ्ट गरिरहेको छु। एसआईपी भनेको मन्थली 1000 या एउटा स्पेसिफिक टाइममा एउटा स्पेसिफिक एमाउन्ट चाहिँ हाम्रो गइरहेको छ र बीचमा चाहिँ मलाई क्रास भयो या बीचमा चाहिँ मसँग लमसम एमाउन्ट रह्यो, त्यो बेला मैले इन्भेस्ट गर्न मन लाग्यो। अब त्यो बेलामा गएर मैले चाहे स्टकमा पनि हुन्छ, यो एसआईपी भन्दा म्युचुअल फन्डमै जानुपर्छ भन्ने हुँदैन, स्टकमा गएर पनि हजुर स्पेसिफिक रूपमा चाहिँ एसआईपी गर्न सक्नुहुन्छ। त्यो बेलामा पनि हामीले आईआरआर भनेको के छ, एउटा स्पेसिफिक टाइममा स्पेसिफिक एमाउन्टलाई चाहिँ एमाउन्ट इन्भेस्ट गरिरहेको बेलामा त्यो बेलामा हामीसँग आज कति भयो भनेर कति रिटर्न हामीले टोटल पायौँ वर्षै पछिको दरमा भनेर हेर्नलाई चाहिँ आईआरआर। र यदि हामीले चाहिँ बीचमा गएर अलगै रूपमा किनिन्छ, अलगै रूपमा बेचिन्छ, घरिघरि चाहिएको बेलामा बेचिन्छ, त्यसरी चाहिँ हाम्रो इरेगुलर क्यास फ्लो भइरहेको छ भने चाहिँ त्यो बेलामा चाहिँ हामीले एक्सआईआरआर को रूपमा चाहिँ हेरिन्छ। रिटर्न एउटै हो, हजुरले चाहे आईआरआर को प्रयोग गर्नु, आईआरआर को यस्तो बेलामा प्रयोग गरिन्छ जहाँ चाहिँ हाम्रो स्पेसिफिक एमाउन्ट चाहिँ हाम्रो गइरहेको छ भने चाहिँ त्यस्तोमा आईआरआर प्रयोग गर्नु होला। अदरवाइज हामीले चाहिँ बीचमा किन्ने लाइक बेच्ने गरिन्छ भने चाहिँ त्यस्तो बेला एक्सआईआरआर हामीले प्रयोग गरिन्छ। यसको बारेमा हजुरले बुझ्नु होला। रेगुलर क्यास फ्लोको लागि आईआरआर र इरेगुलर क्यास फ्लोको लागि एक्सआईआरआर। यसको बारेमा चाहिँ मैले पछि आउँदो भिडियोमा पनि मैले एक्सेलमै गएर चाहिँ मैले भिडियो बनाउँछु, किनभने अहिले मसँग ल्यापटप छैन, घरमा छ। हालाकि म काठमाडौँमा, यसैले चाहिँ म ल्यापटप हातमा परेपछि म जरुर यसको बारेमा भिडियो लाइक म देखाएर चाहिँ हजुरहरूलाई गराउँछु, जसले गर्दा हजुरहरूलाई अलि क्लियरिटी होस्। र अब कुरा गरौँ सीएजीआर को बारेमा। सीएजीआर भनेको कस्तो हुन्छ भन्दा चाहिँ हजुरले यदि कुनै पनि लमसम एमाउन्ट इन्भेस्ट गर्नुभएको छ र स्पेसिफिक टाइममा एउटा 10 साल 20 साल पछि चाहिँ हजुरको एउटा स्पेसिफिक एमाउन्ट भयो र हजुरले चाहिँ चेक गर्न मन लाग्यो वर्षै पछि हामीले चाहिँ कति रिटर्न कमायौँ त नि भनेर हेर्नलाई चाहिँ हामीले सीएजीआर को फर्मुला युज गरिन्छ। लाइक सीएजीआर चाहिँ हामीले कसरी प्रयोग गरिन्छ भन्दा 1 लाख रुपैयाँ हजुरले 10 साल पहिला चाहिँ हजुरले इन्भेस्ट गर्नुभएको थियो, त्यसको भेल्यु चाहिँ आज लाइक 2 लाख रुपैयाँ भयो। त्यो बेलामा हजुरले कसरी यसलाई चाहिँ वर्षै पछि हामीले कति रिटर्न पायौँ भनेर हेर्नलाई चाहिँ हजुरले कति रुपैयाँ आज भयो त्यो 2 लाख रुपैयाँ माथि राख्नु होला, डिभाइड बाई 1 लाख रुपैयाँ गर्नु। यसको पावरमा चाहिँ हामीले 1 डिभाइड बाई कति वर्ष लाग्यो, 10 वर्ष लाग्यो, 10 गर्नु, -1 गरेपछि हामीलाई चाहिँ यसको चाहिँ सीएजीआर आउँछ, वर्षै पछिको रिटर्न। लाइक यसमा चाहिँ 7% को हामीले चाहिँ रिटर्न पाएका छौँ भने चाहिँ हामीले चाहिँ प्रत्येक वर्ष 7% को दरमा जस्तै चाहिँ हामीले रिटर्न पाएका छौँ। 7% नै पाएको होइन, बट यस्तै दरमा चाहिँ हामीले पाएका छौँ भनेर चाहिँ हामीले बुझिन्छ। भने सीएजीआर भनेको कस्तो चाहिँ एउटा लमसम एमाउन्टको चाहिँ रिटर्न वर्षै पछिको रिटर्न चाहिँ हेर्नेलाई चाहिँ सीएजीआर भनिन्छ। र एब्सोल्युट रिटर्न भनेको कस्तो हुन्छ भन्दा चाहिँ यसलाई चाहिँ हजुरले सिम्पल इन्ट्रेस्ट चाहिँ थपिएको भनेर चाहिँ बुझ्न सकिन्छ। लाइक 1 लाख रुपैयाँ इन्भेस्ट गर्नुभयो, 2 लाख रुपैयाँ भयो 10 साल पछि भने यसमा चाहिँ टाइमको कहिले पनि हाम्रो चाहिँ भ्यालु हुँदैन। यसमा चाहिँ हजुरको 1 लाख रुपैयाँ इन्भेस्ट गर्नु त 2 लाख रुपैयाँ भयो भनेपछि चाहिँ हजुरको 100% रिटर्न भयो। किन 1 लाख रुपैयाँ हजुरको फाइदा जहिले पनि माथि रहन्छ, डिभाइड बाई हजुर इन्भेस्ट गरेको कति, त्यो 1 लाख रुपैयाँ इन्टु 100% गर्दैछ हजुरको कति पर्सेन्ट हो ठ्याक्कै थाहा पाइन्छ। लाइक हजुर चाहिँ 3 लाख रुपैयाँ हजुरको रिटर्न भयो, लाइक 1 लाख रुपैयाँ इन्भेस्ट गर्नुभएको थियो, 3 लाख रुपैयाँ आज भेल्यु छ भनेपछि 2 लाख रुपैयाँ हजुरको टोटल रिटर्न भयो भनेपछि 2 लाख डिभाइड बाई 1 लाख इन्टु 100 गरेर चाहिँ हजुरले त्यसको रिटर्न पनि थाहा पाउन सकिन्छ। त्यो भनेको चाहिँ हजुरसँग 200% चाहिँ हजुरहरूको रिटर्न आउन जान्छ। सायद आजको भिडियोमा मैले रिटर्नहरूको डिफरेन्सको बारेमा मैले बुझाउन सकेँ होला। एक्सआईआरआर भनेको चाहिँ इरेगुलर क्यास फ्लोहरूको रिटर्न हेर्नको लागि, आईआरआर भनेको चाहिँ रेगुलर क्यास फ्लोहरूको चाहिँ रिटर्न हेर्नको लागि, सीएजीआर भनेको लमसमको रिटर्न हेर्नको लागि, र एब्सोल्युट रिटर्न भनेको चाहिँ कुनै पनि लाइक एमाउन्ट चाहिँ आज कति रिटर्न आयो भनेर चाहिँ एब्सोल्युट पोइन्ट टु पोइन्टको मात्रै कुरा गरिन्छ। यसमा चाहिँ पैसा कति पर्सेन्ट चाहिँ हामीले फाइदा पाइयो भन्ने हिसाबले चाहिँ हेरिन्छ भने त्यसलाई भन्छ एब्सोल्युट रिटर्न।
आजको लागि यति नै। आउँदो भिडियोमा फेरि अर्को भिडियो लिएर आउनेछु। हस्त धन्यवाद।